गुड मर्निङ एभ्रिवान। हजुरहरूलाई मेरो फुलबारीमा स्वागत गर्दछु। आजको यस भिडियोमा हजुरहरू समक्ष मेरो बगनबेलियाको प्लान्टहरू सेयर गर्न गइरहेको छु। मैले हजुरहरू समक्ष पहिलाको भिडियोमा बगनबेलियाको प्लान्टहरूलाई कसरी रिपोर्टिङ गर्ने र कस्तो पटिङ सोइलमा लगाउने सम्पूर्ण जानकारी दिएको थिएँ र मैले आज चाहिँ मेरो बगनबेलियाको प्लान्टमा के कस्तो फुलहरू फुलिरहेको छ हजुरहरूलाई देखाउन गइरहेको छु। र हजुरहरूको प्लान्टहरूमा फुलहरू फुलेको छैन भने त्यो भिडियो हजुरहरूले हेर्न सक्नुहुन्छ र त्यस्तै केयरहरू गर्न सक्नुहुन्छ। र हेर्नु सक्नुहुँदैछ मेरो यो प्लान्टमा एकदमै धेरै ब्लुमिङ भएको छ, एकदमै मजाले फुलहरू फुलिरहेको छ। हेर्नुहोस् त, यसमा पत्ता भन्दा पनि धेरै फुलहरू फुलेको छ र यसरी फुलहरू फुल्छ बगनबेलियामा। र यसलाई चाहिँ हामीले कागज जस्तो देखिने कागजको फुल पनि भन्छौँ। हेर्नु सक्नुहुँदैछ साथीहरू, एकदमै राम्रो देखिन्छ र एकदमै धेरै कलरहरूमा पनि पाउनु सक्नुहुन्छ। र अहिले नर्सरीबाट यो प्लान्टहरू हजुरहरूले सानो सानो पोलिब्यागमा लागेको लिएर पनि आउन सक्नुहुन्छ साथीहरू। र मेरो यो प्लान्ट एकदमै राम्रोसँगले फुल फुलेको छ र यसलाई चाहिँ मैले सानो पटमा थियो र अहिले चाहिँ मैले ठुलो पटमा रिपोर्टिङ गरिदिइसकेपछि यसरी फुलहरू फुलिरहेको छ। र बगनबेलियामा यसरी एकदमै राम्रोसँगले फुलहरू फुल्छ र फुलहरू फुल्नका लागि चाहिँ बगनबेलियाको प्लान्टहरूलाई हजुरहरूले फुल सनलाइटमा राख्नुपर्ने हुन्छ। एकदमै प्रशस्त घाम हामीले यो बगनबेलियाको प्लान्टहरूलाई दियौँ भने फुलहरू एकदमै राम्रोसँगले फुल्नेछ साथीहरू। र मेरो पनि एकदमै मजाले फुलहरू फुलिरहेको छ र यो सँगै मेरो अरू पनि प्लान्टहरू छ, हजुरहरूलाई म देखाउँदै जानेछु। र हेर्नु सक्नुहुँदैछ यो प्लान्टलाई चाहिँ मैले अहिले यसरी सिमेन्टको पटमा लगाइदिएको छु र यसमा मैले यो प्लान्टलाई लगाइसकेपछि अहिले एकदमै राम्रोसँगले फुल फुलिरहेको छ। र बगनबेलियाको प्लान्टलाई चाहिँ हामीले एकदमै धेरै पानी दिनु हुँदैन साथीहरू। हल्का ड्राई साइड हामीले राख्नुपर्छ बगनबेलियाको यो माटोलाई। र हामीले यसरी पानी कम्ती दियौँ भने फुल एकदमै राम्रोसँगले फुल्छ र हामीले पानी प्रशस्त दियौँ भने चाहिँ यसमा नयाँ पाउलाहरू धेरै आउँछ र फुलहरू कम्ती फुल्छ साथीहरू र प्लान्टको ग्रोथपट्टि जान्छ। र यसैले हजुरहरूले धेरै फुलहरू फुलाउनु चाहनुहुन्छ भने जबसम्म फुलहरू फुल्दैन तबसम्म चाहिँ पानी एकदमै कम्ती दिनुहोस् र फुलहरू यसरी ढकमक्क फुलिसकेपछि चाहिँ फेरि हामीले प्रशस्त पानी दिनुपर्छ। किनभने फेरि हामीले फुलहरू फुलिसकेपछि हामीले माटोहरू सुक्खा राख्यौँ भने फुलहरू छिटो झर्छ बोटबाट। यसैले जबसम्म फुलहरू फुल्दैन हजुरहरूले पानी कम्ती दिनुहोस् होला र फुलहरू यसरी ढकमक्क फुलिसकेपछि चाहिँ फेरि प्रशस्त पानी दिनुहोस् होला। र मैले पहिला फुलेको थियो यो बगनबेलियाको प्लान्टहरूमा मजाले फुलहरू, त्यसपछि चाहिँ मैले सबैलाई फेरि प्रुनिङ गरिदिएको थिएँ। फुलिसकेको हाँगाहरूलाई चाहिँ मैले काटिदिएको थिएँ र काटिसकेपछि मैले त्यसको कटिङ पनि लगाएको छु र कटिङ पनि ग्रो भइरहेको छ। हजुरहरूलाई मैले आजको भिडियोमा त्यो देखाउन सकिनँ र पछि म हजुरहरूलाई त्यसको कटिङहरू के कसरी लागेको छ म हजुरहरूलाई अवश्य सेयर गर्नेछु। र अहिले चाहिँ मेरो यो अर्को प्लान्टमा हेर्नुहोस् त एकदमै राम्रोसँगले फुल फुलिरहेको छ र कलर पनि धेरै पाउँछौँ हामी बगनबेलियाको। हजुरहरूले पनि धेरै कलरहरूमा भएको बगनबेलियाहरू ल्याएर लगाउन सक्नुहुन्छ। र अहिले त ग्राफ्टेड प्लान्टहरू हजुरहरूले धेरै पाउन सक्नुहुन्छ। पुणे भेराइटीको भन्छ, एकदमै राम्रोसँगले फुलहरू फुल्छ अनि धेरै लामो समयसम्म फुलहरू फुल्छ र त्यस्तो भेराइटीहरू पनि ल्याएर लाउन सक्नुहुन्छ। र मेरोमा पनि बगनबेलियाको धेरैवटा प्लान्टहरू छ, साथै भिन्न भिन्न कलरको प्लान्टहरू पनि छ साथीहरू। र यो प्लान्टहरूमा यसरी फुलहरू फुलिरहेको छ र यसरी पानी अलिकति बेसी दिएको प्लान्टहरूमा चाहिँ पत्ताहरू पनि निस्किरहेको छ र नयाँ ग्रोथपट्टि पनि गइरहेको छ। र जुन चाहिँ अलिक ड्राईमा राखेको थिएँ मैले त्यसमा चाहिँ यसरी फुल मात्रै फुलिरहेको छ। हेर्नुहोस् त, र यसरी हामीले फुलहरू फुलाउन सक्छौँ। सानो बोटमा पनि धेरै फुलहरू फुल्छ बगनबेलियामा। र हजुरहरूले पनि यसरी बगनबेलियाको कटिङहरू ल्याएर पनि लगाउन सक्नुहुन्छ र नर्सरीबाट ल्याएर प्लान्टहरू पनि राख्न सक्नुहुन्छ। र यसरी मेरो चाहिँ धेरैवटा प्लान्टहरूमा धेरैवटा फुलहरू फुलिरहेको छ र अहिले एकदमै राम्रोसँगले फुल फुल्छ र यो सुक्खा महिनामा एकदमै राम्रोसँगले फुलहरू फुल्छ
बगनबेलियामा र सालमा 2 पल्ट चाहिँ एकदमै मजाले फुलहरू फुल्छ र हजुरहरूले यसको कटिङ पनि सहजै लगाउन सक्नुहुन्छ। कटिङद्वारा प्लान्टहरू तयार पार्न पनि सक्नुहुन्छ र धेरैवटा प्लान्टहरू आफ्नो फुलबारीमा एड गर्न सक्नुहुन्छ। र यसरी मेरो चाहिँ हेर्न सक्नुहुँदैछ परसम्म बगनबेलियाको प्लान्टहरू छ र सबै प्लान्टहरूमा नै फुलहरू मजाले फुलिरहेको छ साथीहरू। र यसरी हामीले प्लान्टहरूलाई सानो सानो गमलामा लगाएर पनि राख्न सक्छौँ। र बगनबेलियाको प्लान्टहरूलाई चाहिँ हजुरहरूले प्रुनिङहरू गरिदिइरहनु भयो भने प्लान्टहरू बुसी पनि हुन्छ र फुल पनि धेरै फुल्छ साथीहरू। र मेरो पनि यो प्लान्टहरू यसरी नै मैले प्रुनिङ गरिदिइरहेको र धेरै फुलहरू फुलिरहेको छ र यो मेरो प्लान्टमा एकदमै मजाले फुलहरू फुलिरहेको छ र बाँकी अरू प्लान्टहरू के कस्तो छ हजुरहरूलाई म सबै देखाउँदै जानेछु। र यसलाई पनि मैले प्रुनिङ गरिसकेपछि यसरी फुलहरू फुलिरहेको छ र यो पनि नयाँ प्लान्ट मेरो हेर्न सक्नुहुँदैछ। यसमा ग्रोथ साथसाथै मसिनो कोपिलाहरू पनि बन्दैछ र यो येल्लो कलरको हेर्नुहोस् त यसमा चाहिँ मेरो फुल त्यति फुलेको छैन र ग्रोथ चाहिँ धेरै भइरहेको छ साथीहरू। अनि यो एउटा हेर्न सक्नुहुँदैछ यसमा पनि फुलहरू फुलिरहेको छ र मेरो यसरी डिफ्रेन्ट कलरको बगनबेलियाको प्लान्टहरू छ। र यो प्लान्टहरू सबै मैले कटिङद्वारा तयार पारेको प्लान्टहरू हेर्न सक्नुहुँदैछ साथीहरू। र यसमा पनि हेर्न सक्नुहुँदैछ एकदमै मजाले फुलहरू फुलिरहेको छ र हामीले यसरी बगनबेलियाको प्लान्टहरूलाई राम्रोसँग फुलहरू फुलाएर राख्न सक्छौँ आफ्नो फुलबारीमा। हजुरहरूलाई मेरो यो आजको भिडियो के कस्तो लाग्यो अवश्य कमेन्ट गर्नुहोस् होला र च्यानलमा नयाँ साथीहरू जोड्नु भएको छ भने च्यानललाई पनि अवश्य सब्स्क्राइब गर्नुहोस् होला। र यसरी समरमा हिउँदमा एकदमै राम्रोसँगले फुल फुल्ने प्लान्ट बगनबेलिया अवश्य आफ्नो फुलबारीमा एड गर्नुहोस् र धेरै फुलहरू फुलाउनुहोस् साथीहरू। र अहिले नर्सरीबाट हजुरहरूले यसको प्लान्टहरू पनि ल्याएर आफ्नो फुलबारीमा एड गर्नु सक्नुहुन्छ। एकदमै राम्रोसँगले फुल फुल्छ। ह्याप्पी गार्डनिङ।